हेलो एभ्रिवान, ह्याप्पी न्यू इयर सबैजनालाई। आज चाहिँ हाम्रो यहाँनिर पिकनिक चल्दैछ साथीहरू। हामी चाहिँ यहाँ फ्यामिली मात्रै खेलेको, दुई घर मात्रै छौँ हामी चाहिँ। यहाँ चाहिँ फ्यामिलीहरू मात्रै हो। अन्त यहाँ देखाउँछु ल। यहाँ तपाईँहरूलाई इन्ट्रोडक्सन गराउँदैछु है। यहाँ हुनुहुन्छ मेरो भाइ हो, यहाँनिर हुनुहुन्छ हाम्रो नातिनी कान्छी। यहाँ चाहिँ रिसिरहेको छ अरे हो। यहाँनिर जय चाहिँ नातिहरू यहाँ हेर्नुहोस् न, हाम्रो नाति यहाँ नरसङ रिसिरहेको छौ। नरसङ बार मारी जा रही है। ओ यहाँ हाम्रो नाति शिकायत बताओ इसकी। यहाँ हेर हमारा भान्जा बताओ ना। शिकायत बताओ इसकी। यहाँ हमारा नाति का बात रहा है भन्ला छ त लास्ट में के पो भन्ला हो न। घरमा नुचा त प्रवीण गर क्या रुक लेने वाले। ये देखो पब्लिक, ये ना बार-बार ना हमको धक्का देती है और ये बार-बार ना हमको ना मारती है। उधर जा तुम लोग। यहाँ मेरो जेठानी दिदीले चाहिँ साग काट्नु हुँदैछ यहाँनिर हो। मेरो सबभन्दा ठुलो जेठानी दिदी चाहिँ यहाँनिर साग काट्नु हुँदैछ साथीहरू हो। यहाँ चाहिँ आमाजुले चाहिँ यहाँ उयो बनाउनु हुँदैछ, पकौडा, आलुको पकौडा बनाउनु हुँदैछ। यहाँ चाहिँ ठुलो आमाजु, उहाँ चाहिँ यता ठुलो जेठानी, यता ठुलो आमाजु। उहाँ पर चाहिँ दाजुले यहाँ डेक जोड दिनुहुँदैछ हामीलाई। उहाँ पर चाहिँ डेक जोड दिनुहुँदैछ दाजुले। यिनीहरूको फेरि अलग्गै मस्ती चलिरहेको छ साथीहरू। यहाँ वाची परेडी खाना सुरु। यहाँ चाहिँ लोकल कुखुराको सुप बनिँदैछ। यहाँ चाहिँ दुई बोतल छ भन्दियो। यहाँ चाहिँ बनिँदैछ। यहाँ साग खानु सुरु भयो। यहाँ देखाउनु पर्छ त। यहाँ इभेन्ट छैन हाम्रो त, हामी त खाँदैनौँ गाइसहरू साथीहरू। ल्याउनु अरे दिदी दिन्छ अरे दादाले। यहाँ चाहिँ हाम्रो भाइले खाना खान थाल्यो। मुख देखेँ थिएँ साथीहरू, हेर्नुहोस् त यहाँ मेरो भान्जाको मुख हेर्नुहोस् त। यहाँ खेलेर यहाँ हेर्नुहोस्, मुख यहाँ हेरिहाल्नुहोस्। यहाँ हेर नातिको मुख। ल एकछिन तेरो त ढिलो। यहाँ हेर हाम्रो नातिको मुख हेर त। यहाँ जयस नातिको मुख हेर, कालो न कालो। तेरे मुख देख, इधर देखिए गाइस। ये मेरा ना, ये मेरा छोटा भांजा है ना। भांजा के मुख देखिए तो एकदम से यहाँ गाला रातो रातो भएछ दादाको। राति भएछ रातो। आको भने त हामीले भिडियो एउटा फोटो खिचिराको भनेर है बनाएको खेलेको। यो नाम हामी खेल्दिन थिए। यहाँनिर दिदीले सिकाउनु हुँदैछ के भन्नु भनेर। के अरे दाजु भन्दै आउनु न। यहाँ चाहिँ यहाँ मेरो भाइले भात खाँदैछ हो। यहाँ चाहिँ दादा हुनुहुन्छ, चण्डीगढबाट आउनु भएको। यहाँ चाहिँ ज्वाइँले खानु हुँदैछ। यहाँनिर चाहिँ अन्त यहाँ चाहिँ जेठाजुले खानु हुँदैछ, सबभन्दा ठुलो जेठाजु। यहाँ चाहिँ जेठानी चाहिँ अलग्गै छ, फेरि अलग्गै छ। जेठानी अलग्गै, जेठानीमा चाहिँ अलग्गै। आज चाहिँ दादाहरूले चाहिँ मासु खानु हुँदैन। यहीँ साग र जरा
यहाँ चाहिँ बियर खानुहुँदैछ आमाजुले चाहिँ हो उहाँ चाहिँ आमाजुको बुढा हुनुहुन्छ है यहाँ चाहिँ मेरो ठुलो आमाजुको बुढा हस्बेन्ड त्यत्रो सकेन सबैले यहाँ यी खाएर कसैलाई मात्रै परिरहेछ कसैको फोन हेरेछ यहाँ एक्लै खाँदैछ हाम्रो नातिले यहाँनिर नाति एक्लै खाँदैछ है बाबा हेर कल्लै बनाएर अनुहार कल्लै बनाएछ ल्याएर भन्दा नि सुन्नु पऱ्यो एभ्रिवान इस्कुस चरा र साग दिदीले त एक्लै खाएको थियो बियर चारवटा बियर सकिसक्यो दिदीले एक्लै भिडियो म खाँदैछु साथीहरू अब भाइमा देख्यो मैले ठुलो छुइनँ चारजना सुन्नु परेको मन को कुरा